हेलो नमस्ते साथीहरू। यो दृश्य हो दुध खोलाको र चाहिँ यहाँ चाहिँ यस्तो ठुलो बाढी आइरहेछ। म चाहिँ भर्खर सुके पोखरीबाट मेरो काम विशेषमा सुके पोखरीसम्म गएको थिएँ। अनि म सुके पोखरी गएर फर्किँदै गर्दाखेरि यहाँ खोलामा चाहिँ यत्रो ठुलो बाढी आइरहेको रहेछ कि म त्यो बिचसम्म गएँ। जाँदा जाँदै चाहिँ पानीको बाफ बढ्यो अनि त्यसपछि म त्यहाँबाट फर्केर आएँ। अनि अहिले चाहिँ यस्तो ठुलो बाढी आइरहेछ। यहाँ चाहिँ मोटरबल पुल बन्नुपर्ने, योभन्दा अगाडि नै चाहिँ यो 8 वर्षभित्र चाहिँ मोटरबल सुरु हुनुपर्ने। मोटरबल पुल चाहिँ बनेन। अब यस्तो अस्ति पनि सुमो बगायो यहाँ, अनि आज पनि यत्रो ठुलो बाढी आइरहेछ। पहिला पनि मलाई यस्तै बाढी नै यहाँसम्म पानी हुँदै होला मलाई बगाएको त्यहाँनिर, आज पनि झन्डै बगायो। अनि यस्तो ठुलो बाढी आइरहेछ यहाँ चाहिँ। अनि यहाँ चाहिँ मोटरबल पुलको चाहिँ ठेक्का भइसकेको छ। ठेक्का चाहिँ भइसकेको र चाहिँ अहिलेसम्म यसको काम चाहिँ अगाडि नबढेको मात्रै हो। 82-83को 8 वर्षभित्र ठुलुङदुधको गाउँपालिकाको चाहिँ निवर्तमान अध्यक्ष असिम राईज्यूले चाहिँ यसको बजेट स्रोत व्यवस्थापन गरेर चाहिँ ठेक्का भइसकेको कुरा थियो। यो 2 करोड 9 लाखमा चाहिँ यसको ठेक्का भएको छ। यो चाहिँ यहाँको पुलसहित मोटरबल पुलसहित चाहिँ तल बर्खुवाटदेखि माथिको सडक स्तर उन्नति चाहिँ यहाँको चाहिँ पुलसहित 2 करोड 9 लाखको चाहिँ बजेट व्यवस्थापन भएर ठेक्का भएको। तर अहिलेसम्म चाहिँ ठेकदारले यहाँ चाहिँ पुल बनाएन। पुल नबनाइसकेपछि यहाँको अवस्था चाहिँ कस्तो छ भन्दाखेरि बर्खा लाग्ने बित्तिकै यसरी हामी चाहिँ बाढीको जोखिमबाट वारीको वारी पारीको पारी हुनुपर्ने छ। काम विशेषले हामी गइहाल्यौँ र घर फर्केर आउँदाखेरि चाहिँ यहाँनिर चाहिँ यसरी बाढी आइरहेको हुन्छ र चाहिँ हामी अब यो मैले त्यहाँनिर मेरो बाइक छोडेको छु। त्यो बाइकलाई त्यहीँ छोड्नुपर्ने हुन्छ मैले। अब त्यहाँ मेरो बाइक त्यसरी छोड्दाखेरि अब एकतिर त बाइक सुरक्षित हुँदैन हैन। म आज पनि धन्न बजेको ठ्याक्कै त्यहाँ बिचमा पुगिसकेको थिएँ। अनि सट्ट हेर्दा त्यहाँ पुग्दै चाहिँ यसरी पानीको बाफ बढेर क्या। अनि यहाँ चाहिँ लोखिङको केटाहरूले यो माथि चाहिँ सोलिङ गरेका छन्। अहिलेसम्म यो सोलिङले गर्दा चाहिँ यहाँनिर बाइकहरू के निकाल्न चाहिँ सजिलो भएको थियो। तर अहिले चाहिँ ठ्याक्कै चाहिँ यो उनीहरूले चन्दा जस्तै देउसी मागेर चाहिँ लोखिङ युवा एकता समाज भन्ने के एउटा संस्था थियो, यो केटाहरूले चाहिँ उनीहरूको टिम मिलेर त्यसरी चाहिँ सोलिङ गरे। तर अहिले चाहिँ हेर्नु यो सोलिङ चाहिँ अहिलेसम्म बगाएको छैन। यत्रो ठुलो बाढी आउँदा पनि उनीहरूले यस्तो राम्रो सोलिङ गरेका छन् नि। अनि म यो बिचमा छु, ठ्याक्कै चाहिँ यो बिचमा छु। म यहाँदेखि उता चाहिँ जान सक्दिनँ। यस्तो डेन्जर छ नि। आज पनि म आधी बाटोबाट फर्केर आएको यसरी यति डुबिरहेको छ यहीँ छेउतिर। झन् उता त के हो म पुग्नुपर्ने चाहिँ पर मेरो गाउँ पर पुग्नुपर्ने परतिर हो। मैले बिच बाटोमा दुध खोलाले छेकेर अब म चाहिँ यहाँनिर आएर मेरो बाइक छोडिरहेको छु। अनि तल झुलुङ्गे पुल हुँदै तटेर जानेछु। अब माथिबाट बाटो बन्द भएपछि म बाटो आइरहेको छु। यहाँबाट चाहिँ पुल तरेर जानुपर्ने हुन्छ। अनि यहाँ चाहिँ बाढी चाहिँ 2 ठाउँबाट छ क्या। यहाँ चाहिँ 2 ठाउँबाट बाढी आइरहेको रहेछ। अनि म चाहिँ झोलुङ्गे पुल तरेर बाढी जानेछु। यहाँ चाहिँ दुध खोला चाहिँ यसरी आइरहेको रहेछ 2 ठाउँबाट। म हेर्नु बाढी माथिपट्टि पनि पानी परेर यतापट्टि पनि यसरी बाढी आइरहेछ। अनि यता पनि। अनि म थोरै चाहिँ ढिलो गरेको। ढिलो कसरी गरेँ भन्दाखेरि बाइक तारिहाल्थेँ कि जस्तो लाग्यो भनिरहेको थिएँ। त्यहाँदेखि निस्केर तार्नुपर्छ चाहिँ त्यो चाहिँ माथिबाट पानी आएको थाहा पाइहालेँ क्या मैले। अनि थाहा पाएपछि मैले बाइक फर्काउनुतिर लागेँ। त्यो चाहिँ मलाई यो चाहिँ माथिबाट आउने दुध खोला हो चाहिँ माथि छेउतिर पानी परेपछि यो बढेर आउँछ। यस्तो ठुलो बाढी आइरहेछ। अनि यतापट्टि माथिपट्टिको चाहिँ बगले पानी, यहाँ माथि तलतिर पनि ठुलो पानी परेछ माथितिर। अनि यता चाहिँ भन्दा पनि माथितिर पानी पर्दा चाहिँ ठुलो समस्या हो यो ठाउँमा। सो चाहिँ बारी जान्छु। बाइक चाहिँ यता वारी छोडिराखेको छु। अनि सर्ट टर्म मिलाएर घर पुग्छु कि अब यहाँ बस्छु त्यो